हेलो नमस्ते, म प्रमोद श्रेष्ठ, यस नेपाल वेस्टर्न एकाडेमीको बिएचएमको हेड अफ डिपार्टमेन्ट। आज मिति जेठ 5 गते हाम्रो चाहिँ बिएचएम इन्टर सेमिस्टर कुकिङ कम्पिटिसन हुन गइरहेको छ, जसमा चाहिँ हाम्रो चाहिँ बिएचएमको तर्फबाट 4वटा डिफ्रेन्ट ग्रुपहरू हामीले बनाएका छौँ, जसमा चाहिँ पार्टिसिपेसन गर्नुको लागि BHM सेकेन्ड सेमिस्टर, BHM फोर्थ सेमिस्टर, BHM फिफ्थ सेमिस्टर र BHM सिक्स सेमिस्टर गरी जम्मा 4वटा ग्रुपहरू छन् र इच ग्रुपमा हाम्रो चाहिँ 5जना मेम्बरहरू छन् र यसका लागि हामीले चाहिँ यस्तो कम्पिटिसन गराउनुको एउटा कारण भनेकै के हो भनेपछि जति पनि उनीहरूले यो क्लासको ड्युरेसनमा हैन प्र्याक्टिकलको ड्युरेसनमा सिके त्यो कुरालाई स्वयं आफैले अब बनाउन सक्ने कि नसक्ने त्यो परिकारहरू हैन त्यो कुकिङ अब एक किसिमको यो त कम्पिटिसन नै हो हैन, आफैले गर्नुपर्ने हुँदा यसमा चाहिँ हामीले 2 घण्टा हामीले चाहिँ उनीहरूलाई टाइम ड्युरेसन राखेको छौँ र त्यो 2 घण्टाभित्र उनीहरूले स्वयं आफ्नै मेनु हैन आफैले सिलेक्ट गरेर उनीहरूले बनाउनु पर्ने हुन्छ र सबभन्दा उत्कृष्ट जसको मेनु हुन्छ उसलाई नै हामीले विनर बनाउँछ र यसलाई चाहिँ जजमेन्टको लागि हामीसँग हुनुहुन्छ यहाँ मिस्टर राजकुमार अधिकारी, होटल साङ्ग्रिला एक्जिक्युटिभ सेफ काठमाडौँ र त्यसै गरी हामीसँग यता हुनुहुन्छ मिस्टर आशिष गुरुङ, फ्याकल्टी एन्ड ट्रेनर अफ बिएचएम नेपाल वेस्टर्न म्यानेजमेन्ट इन्जिनियरिङ कलेज र त्यसै गरी हामीसँग अर्को जज हुनुहुन्छ मिस अक्षता देवल। अब हाम्रो सेफ सरले पनि यसो केही कुरा भनिदिन पाए राम्रो हुन्थ्यो, त्यसलाई नै फर्दर बिएचएम कुकिङ कम्पिटिसनमा जजको रूपमा मलाई जिम्मेदारी पठाउनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। र मेरो स्किल मैले यो 34 वर्षको मेरो जो कार्यकाल मैले इन्डस्ट्रीमा गरेँ र गरिरहेको छु, त्यसैको आधारमा मैले आज हाम्रो एनडब्ल्यू कलेज धनगढीको स्टुडेन्ट भाइ बहिनीहरूको जज गर्नेछु। उहाँले कस्तो प्रकारले खाना बनाउनुहुन्छ, हाइजिनदेखि लिएर उहाँहरूको फुड बनाउने टेक्निक्सहरूदेखि लिएर जाने इन्ग्रिडियन्ट्सहरू त्यसको बारेमा मैले पुरै जानकारी लिँदैछु र फाइनली हामी कहाँ जब उहाँहरूको फुडको प्रिपेयर भएर डिस आउनेछ त्यसलाई हामीले त्यसको आधारमा जज गरेर उहाँलाई मार्क पनि दिनेछौँ। थ्याङ्क यू सो मच। अब हामी किचनतिर मुभ हुन्छौँ होइन, किचनतिर जानु त के भइरहेको छ यसो हेर्नु। गुड मर्निङ सर। अब आज हामीहरूको फुड कम्पिटिसन हुन गइरहेको छ। फर्स्ट ग्रुप, सेकेन्ड ग्रुप, थर्ड ग्रुप र फोर्थ ग्रुपको बिचमा हामीले सुरु गर्दैछौँ 8:50 2 घण्टाको टाइम हुनेछ। 10:50 त्यो 2 घण्टाभित्रमा तपाईँले कुकिङ कम्प्लिट गरिसक्नुपर्छ। त्यसपछि तपाईँहरूलाई अरू 15 मिनट थप हामीले टाइम दिन्छौँ जो गार्निसेस र तपाईँहरूको प्लेटिङ गर्नको लागि। त्यसको लागि एक्स्ट्रा तपाईँले 15 मिनट पाउनुहुनेछ। त्यो 15 मिनटभित्रमा तपाईँहरूले आफ्नो कुन कुजिनलाई तपाईँहरूले आज फोकस गर्दै हुनुहुन्छ त्यसको आधारमा तपाईँहरूले गार्निसेस र त्यसको प्रेजेन्टेसन आइएफएलिङ गराउनु पर्ने हुन्छ। सो बेस्ट अफ लक सर। थ्याङ्क यू सर। सी यु देन आफ्टर 2 आवर्स। ओके, बिचमा मैले भिजिट गर्नेछु र हाम्रो टोटल 4जना जज प्यानल हुनेछौँ। Your time starts now.
ready? Okay. एपिटाइजरबाट सुरु गर्नु है बन्द गरिदिनु First of all, heartily thank you, our chef sir, to give us this chance, and also thankful to Nepal Western family and all the faculties here present. Today we prepare Nepali cuisine from 4th SEM, Mr. Deuba and Ghanshyam, Ruby Chaudhary and Aman, and also me. We prepare 3 courses: appetizer, main course and dessert from 3 regions of Nepal, Himal, Pahad and Tarain. It's cover all regions of the Nepal, so we mainly focus on that cuisine because it reflects our tradition, our culture and our norms, value and ethics. So we choose this menu for this competition. And from hilly region we prepare appetizers named Kwati, fried Kwati. There is a various beliefs and ethics regarding to Kwatis. In hilly region we Kwati is prepared at the time of Gauda festivals, Prasad of Gauda Mata. And Newari cuisine also prepared Kwatis as their own ethics and their norms and values. From Tarai region we prepare dessert by steaming rice, and Himalaya region we prepare Himalayan thalis of Himalayan desserts, which is come from the Thak Khola in Mustan. So we selected this cuisine. Thank you. I will recommend my friends Deuba to bring appetizer first. अलिकति हामीले बाइट प्रोसेसमा हुन्छ यो यस्तो हो सर, हाम्रो सुपमा जाँदाखेरि चाहिँ कमाउनु हुँदैन आफूले, तर यो सादेकोमा चाहिँ हल्का 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 कच्चो टाइप बाइट हल्का साह्रो टाइपमा तर कमाउनु साह्रो। ओके, सो थ्याङ्क यू सो मच टेस्ट बाइट भेरी गुड राम्रो छ। तर हामी के गर्छौँ कि तपाईँले यो चटाइमा बसेर हाम्रो खाना आदरणीय जजेसहरू, हामी आज यो शुभ अवसरमा हामीले निकै नै राम्रो अवसर पाए, हामी धेरै नै खुसी छौँ। हामी ग्रुप डी सेमेस्टर 5 बाट आएका छौँ र हामीले नेपाली सुदूरपश्चिम र पूर्वको पनि राखेका छौँ। पूर्वको हामीले छोइला राखेका छौँ र सुदूरपश्चिमको हाम्रो घरमा जो बन्छ चाडपर्वमा जो हाम्रो मेन छ, जुनसुकै खुसियालीमा बन्ने खानाहरू त्यो राखेका छौँ, जसमा डुक्का पर्दछ। हाम्रो एकदम लोकप्रिय, एकदम हाम्रो डोटीको, बझाङको, अछामको यो सुदूरपश्चिम भेगको एकदमै लोकप्रिय खाना डुक्का पर्दछ र त्यही हामीले जोराइली बासमती राइस नाम सबैले सुन्नु होला जस्तो लाग्छ, त्यो पनि राखेका छौँ। ओभरअल तपाईँहरूको चाहिँ स्टार्टरदेखि लिएर मेन कोर्सदेखि लिएर डेसर्टसम्म 3 कोर्सेस छ। एकदम राम्रो बनाउनु तपाईँ टिम फोरेन ओभरअल तपाईँहरूको जो अहिले भर्खर सेकेन्ड सेम भर्खरै यहाँ आएको सक्यो, विक पनि भएको छैन, यो समयमा तपाईँले यति गर्नु भनेको त आउटस्ट्यान्डिङ, भेरी गुड। यसलाई किप इट अप गर्नुहोस्। अनि हाम्रो मेन कोर्स चाहिँ अन्नपूर्ण रहेको छ, अनि डेजर्ट चाहिँ हाम्रो फ्रेस फ्रुट कट रहेको छ। दिस प्राइस इज भेरी गुड, युनिक लाग्यो। जसले हामीहरूको नेपालको कुन रिजनको सुदूरपश्चिम चाहिँ हाम्रो मही हो,
वही हो हजुर अनि यो चाहिँ हाम्रो लोकल कुखुराको मासु यो चाहिँ हाम्रो सिस्नोको दाल सिस्नोलाई चाहिँ हामीले सिस्नोमा तातो पानी बोइल गरेको 100 डिग्रीसम्म अनि त्यसमा चाहिँ सिस्नोलाई हालेर अनि 1 चम्मच चामलको पिठो हालेर त्यसलाई घोटेर मजाले गर्ने त्यसपछि हामीले मिक्सरमा ब्लेन्ड गरेको त्यसमा चाहिँ लसुन अनि मेथीले तड्का दिएको अनि हाम्रो यो काँचो केराको अचार चाहिँ हामीले कसरी बनाएको भन्दाखेरि काँचो केरालाई सुरुमा हामीले बोइल गरेको काँचो केराको अचार हो हजुर काँचो केराको अचार काँचो केराको अचार हो ओभरअल धेरै राम्रो ओके धेरै राम्रो ओभरअल तपाईँहरूको मिहिनेत सकिएको छ कि अब तपाईँहरूले यो सिद्रा माछा एक ठाउँबाट ल्याउनु भएको छ यो ठाउँमा यो धनगढी ठाउँमा तपाईँले चाहिँ यो सिस्नो लिएर आउनु भएको छ यता केरा फ्लेभर छ केरा काँचो केराको तराईको फ्लेभर पनि छ पहाडको फ्लेभर पनि छ लोकल गाउँको त्यो लोकल मुर्गाको फ्लेभर पनि ल्याउनु भएको छ होइन चटनी पनि दिनुभएको छ ओभरअल मेहनत देखिएको छ मेहनतले रङ ल्याएको छ मेहनतले रङ ल्याएको छ वाक्कै देखिन्छ त्यसको लागि धेरै धेरै घन्टा धन्यवाद हामीले टाइम दिएको थियो नि तपाईँको 2 घन्टामा त्यति इजिसँग बन्ने खाना हो तपाईँले 2 घन्टाभित्रमा पुरा प्याकेज कसरी यो दिनुपर्ने प्याकेज 100% धेरै राम्रो भेरी आउटस्ट्यान्डिङ एकदमै राम्रो सो मच ह्याप्पी भयो सो मच थ्याङ्क यू सो मच नमस्ते सर आज हामीहरूको फुड कम्पिटिसन होइन पनि सक्यो क्षमताहरूलाई हेरेर जो तपाईँले सिक्नु भएको थियो त्यसलाई आज प्लेटमा थालीमा उतार्नुभयो त्यसैको लाई मध्यनजर गरेर केही त्यहाँ नियमहरू हुन्छन् त्यो नियमभित्र बसेर हामी 4 जना जजहरूले तपाईँहरूको पर्फर्मेन्सलाई हेऱ्यौँ र त्यसबाट त्यसो दुईमत छैन कि हामीले सानो सानो कुरोलाई पनि स्टार्टिङदेखि लिएर तपाईँको 2 घन्टाको कुकिङको कार्यकाल र तपाईँले जब जजको अगाडि खानाहरू ल्याएर प्रेजेन्ट गर्नुभयो त्यो सबैको मध्यनजर गरेर हामीले केही स्कोरिङ गऱ्यौँ त्यो स्कोरिङमा माइनर सानो सानो कुराहरूलाई पनि हेरेका हुन्छौँ र त्यसैबाट नम्बरिङ गर्दाखेरि सबैलाई इक्वल नम्बर केस गऱ्यो त्यो केस आउटस्ट्यान्डिङ र उहाँहरू नजिकबाट 6 र सेकेन्डको एकदमै नजिकको ग्याप थियो नयाँ जेनेरेसनबाट
सिकेर नयाँ रेसिपी पनि यसरी अपडेट गर्न सकिन्छ भन्ने मैले प्रेरणा पाएँ। त्यो प्रेरणाले अझ मैले मेरो कार्यकाल सौन्दर्यसम्म पत्रलाई विभिन्न अर्गनाइजेसनमा एप्लाई गर्नु भन्ने तपाईँहरूको आफ्नै रेसिपीहरूलाई मैले तपाईँहरूको पर्सनल नाम दिएर यो मेरो स्टुडेन्ट फलान ठाउँको स्टुडेन्टले यसरी बनाउनु भएको भनेर म प्रत्यक्ष यी मेनुहरूमा जुन मेनुहरू चाहिँ केही मात्रामा मेनुहरू राख्नेछु र यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। थ्याङ्क यू सो मच। अब यसो यो एउटा खुसीको क्षण पनि हो र साथसाथै आजको दिनमा हाम्रो 2टा सेमिस्टरलाई निरन्तर रूपमा यत्रो दिनसम्म प्र्याक्टिकल गराएको हाम्रो आदरणीय सेफ मिस्टर राजकुमार अधिकारी आजको दिन डिपार्ट हुन गइराख्नु भएको छ काठमाडौँ। होप वी विल सी हिम अगेन इन द कमिङ सेमिस्टर फर द प्र्याक्टिकल। यसको लागि धेरै धेरै धन्यवाद छ सेफ सरलाई। र साथसाथै मैले के कुराको जोड्न चाहेँ भने यो हाम्रो इन्टर सेमिस्टर फुड कुकिङ कम्पिटिसनको दोस्रो चरणमा हामीले यो अर्गनाइज गरेको हो। यसमा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनी तथा भलिन्टियर विद्यार्थीहरू जो हुनुहुन्छ सबैको योगदान बराबर छ। अब यहाँ पार्टिसिपेट भएन भलिन्टियर भएन भने नै यो अर्गनाइज कसले गर्ने त? यो सबैले मिलेरै यो अर्गनाइज एकदम यो सक्सेसफुली अर्गनाइज भएको छ। त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद। अब अलिकति आज अलिक चेरो भएर सायद थकाइ लागेको कारणले गर्दा होला अनि हो हल्ला मैले सुनेन है। एनिवेज अब तपाईहरुको लागि माथि लन्च पनि सकेको अवस्था छ। माथि गएर बुझ्नु होला, भोक पनि लागेको होला नै हैन। सबै भाइ बहिनीहरुले माथि गएर हैन के पाकेको छ खाएर जानु म अनुरोध गर्दछु। थ्यांक यू सो मच। इट वाज अ वन्डरफुल इभेन्ट, इट वाज अ वन्डरफुल कम्पिटिसन। Congratulations to the winner and congratulations to the participant as well. Thank you so much.